नमस्कार साथीहरू, स्वागत छ तपाईँलाई आजको यस नेप्से मार्केट एनालाइसिस भिडियोमा। आज मिति 2082 साल असार महिनाको 2 गते, यानि कि आज सोमबार असार महिनाको पहिलो साताको दोस्रो कारोबार दिन। आज हाम्रो नेप्से चाहिँ 2.80 अङ्क यानि कि 0.10% वृद्धि भएर 2658 बन्द भएको छ। आजको दिनको हाम्रो कारोबार 13 अर्ब 18 करोड 69 लाख समथिङको हाम्रो आजको टोटल टर्नओभर रहेको छ। आजको कारोबार पश्चात हाम्रो मार्केट क्यापिटलाइजेसन 44 खर्ब 29 अर्ब समथिङको रहेको छ। आज हामी टप गेनरमा हेर्छौँ भने पिओर इनर्जी, हिजो जस्तै पिपुल्स पावर, यो हाइड्रो पावर, कर्पोरेट विकास ब्याङ्क, यो एसएचएल, एसएमएफएमएफहरू रहेका छन् भने हाम्रो आजको टप लुजरमा उहेवा, अप्पर हेवा, एसआइएफसी, एसपिडिएल, युएसएलभी, एमइएन रहेका छन्। आज 124वटा कम्पनीले कमायो भने 124वटा कम्पनीले गुमाएका छन्। ठ्याक्कै कस्तो संजोग है, जतिले कमायो उतिले गुमाए। आज नेप्से इन्डेक्समा 0.10%को वृद्धि भएको छ। सेन्सिटिभमा -0.05%ले गिरावट देखिएको छ। फ्लोट इन्डेक्समा -0.08%ले इन्क्रिज भएको छ। सेन्सिटिभ फ्लोटमा भने -0.04%ले गिरावट भएको छ। र अब सेक्टर वाइज हेर्छौँ भने आज सबभन्दा धेरै चाहिँ हाम्रो वृद्धि होटल एन्ड टुरिज्म सेक्टरमा रहेको पाउन सक्छौँ। त्यस पश्चात हाम्रो माइक्रो फाइनेन्स इन्डेक्समा लगानीकर्ताहरूको आकर्षण हामी देख्न सक्छौँ। त्यस पछाडि हाम्रो ब्याङ्क र विकास ब्याङ्कहरू रहेका छन्। र हिजो चाहिँ हाम्रो डेभलपमेन्ट भन्दा हाइड्रो पावर अत्याधिक बढेको थियो भने आज चाहिँ त्यो घट्या छ। र हाइड्रो पावरमा आज नेगेटिभ सेन्टिमेन्ट हाबी भएको, कतै लगानीकर्ताहरूले ब्रेकआउट जस्तो गराएर आफ्नो सेयरहरू बेच्न पो खोज्या हुन् कि भन्ने सेन्टिमेन्ट चाहिँ आज हाइड्रोमा विकास भएको छ। यस्तै रहेका छन्। अब जाउँ हामी समग्र नेप्सेको एनालाइसिसमा। नेप्सेमा आजको दिनमा इन्भर्टेड ह्यामर टाइपको क्यान्डल बनेको छ। इन्भर्टेड ह्यामर टाइपको क्यान्डल हाम्रो बनेको छ। हामीले आरएसआई हेर्छौँ भने आज हिजोभन्दा स्लाइटली अप हो कि के हो, यो डाउन हो। 49,573 उस्तै आरएसआई रहेको छ भने म्याकडीमा हाम्रो इन्डिसिजन जस्तो देखिएको छ, तर स्लाइटली बुलिस मोमेन्टम समात्न खोजेको हो कि भन्ने हामीले आकलन लगाउन सक्छौँ। र जाउँ अब हामी आजको पहिलो इन्डिसेस यानि कि ब्याङ्किङ सब इन्डिसेसको बारेमा डिस्कस गर्न। ब्याङ्किङमा हेर्छौँ भने चाहिँ राम्रो एउटा बुलिस सेटअप भएको छ, जुन यो वृद्धि भयो, घट्यो र घट्न सकेन, धेरै घट्न सकेन, बढ्यो, सेटअप हो। र आज जुन हिजोको इन्भर्टेड ह्यामरलाई चाहिँ भ्यालिड गर्दै आज वृद्धि भएको छ। यसले चाहिँ कता कता अब लगानीकर्ताहरू ब्याङ्किङमा पो जाने हुन् कि, किनकि लामो समयदेखि घटिरहेको थियो, कति घट्नु के, अब त बढ्ला नि भनेर मान्छेहरूको आकर्षण चाहिँ ब्याङ्किङ सेक्टरमा देखिएको हामीले देख्न सक्छौँ। आरएसआई पनि स्लाइटली इन्क्रिज भएको छ। म्याकडीमा यो घटिरहेको मोमेन्टम डिक्रिज भएको जस्तो हामी हेर्न सक्छौँ। आरएसआईबाट नि पोजिटिभ, म्याकडीबाट नि पोजिटिभ रहेका छौँ। र हालको लागि हाम्रो ब्याङ्किङमा टार्गेट रहन्छ करिब 1445 र सपोर्ट चाहिँ अहिलेकै रेन्ज लगभग 1345 जति रहेको छ है। लगभग 100 अङ्क जतिको वृद्धि पनि हामीले ब्याङ्कमा देख्न सक्छौँ। अब जाउँ आज एकदम धेरै बढेको हाम्रो होटेल एन्ड टुरिज्म, जुन हामीले भनेका थियौँ होटेल एन्ड टुरिज्ममा चाहिँ हिजो अस्तिको विश्लेषणमा इन्डिसिजन जस्तो छ यहाँबाट भनेर विश्लेषण गरेका थियौँ र किन्न नि सक्छौँ भनेका थियौँ नि। तर आज चाहिँ त्यसलाई एकदम बढेर चाहिँ आज यो हाम्रो रेजिस्टेन्समा आइसकेको छ। अब हेरौँ यो जुन आजको वृद्धि छ यो अनुसार हेर्दाखेरि चाहिँ यो रेजिस्टेन्सलाई पार गरेर लगभग अल टाइम हाईकै आसपास जान खोजेको हो कि जस्तो हामीले देख्न सक्छौँ है। र भोल्युम पनि बढाएको छ है, एकदम बाइङ भोल्युमै हो जस्तो लाग्छ मलाई। आरएसआई हेर्छौँ भने 66मा पुगेको छ, ओभर बाउट जोनको आसपास छ।
म्याकडीमा भने बाइङ प्रेसर हाई छ, आजबाट चाहिँ बाई सिग्नल आएको छ है, र यो माथि हिस्टोग्रामभन्दा माथि नै छ भनेपछि यसले नि यसबाट नि हामी सकारात्मक रहन सक्छौँ। र जुन अब जाउँ हामी हाइड्रो पावरमा, हामीले यो रेजिस्टेन्समा आउँदै गर्दाखेरि सेलिङको लागि जोड दिन पर्छ भन्ने कुरा त गरेका थियौँ, तर हिजो चाहिँ यो अस्तिको क्यान्डल पनि माथि यो ग्रेभिस्टन डोजी जस्तो बनेको थियो, र त्यसपछि हिजो यसलाई ब्रेकआउट दिएको जस्तो गरेर सस्टेन गराउन कोसिस गर्यो। आज नि गयो माथि तर सस्टेन हुन सकेन, र हामी भोल्युम हेर्छौँ भने एकदम धेरै भोल्युम आइरहेछ। लगभग लगभग ओभरअल नेप्सेको 70-75% भोल्युम चाहिँ हाइड्रो पावरमै छ। त्यो भएको देख्दाखेरि चाहिँ यो ब्रेकआउट गरा जस्तो गरेर कतै यो सेलिङको हो कि ठुलाहरू निक्लिँदैछन् कि भन्ने कुराको इन्डिकेसन चाहिँ हामीले यसबाट पाउन सक्छौँ। र यसलाई थप हामीले आवरलीमा हेर्ने हो भने नि के देख्न सक्छौँ त हामीले भन्दाखेरि यो गयो घट्यो, यो लो नि क्रस गर्यो होइन। अब जुन हिसाबले यो घटाएको छ आवरलीमा हाम्रो सेल सिग्नल आइसकेको छ, र आरएसआईमा यो बियरिस डाइभर्जेन्स देखाएको छ। यसले गर्दा चाहिँ मार्केट धेरै नभए नि कहीँ न कहीँ लगभग लगभग यो रेन्जसम्म आउन खोजेको पो हो कि, लगभग लगभग 3400-3500सम्म आउन खोजेको हो कि भन्ने चाहिँ हामीले देख्न सक्छौँ है। अब 1-2 दिनको गिरावटपछि मात्रै 2-4 दिनको गिरावटपछि चाहिँ हामीले हाइड्रोमा हेर्न सक्छौँ। अहिलेको लागि चाहिँ सेल भ्यालिड रहेको छ है हाइड्रो पावरमा, डोन्ट बाई। अब हाइड्रो पावरमा कुनै कुनै सेक्टर कुनै कुनै स्क्रिप्टहरू चाहिँ बढ्न बाँकी भएका हुन्छन्, उनीहरूमा चाहिँ बढ्न सक्छन्, तर ओभरअल सेक्टरलाई एनालाइसिस गर्दाखेरि चाहिँ अहिले राम्रो ठाउँमा हामी छैनौँ, बेचेर निस्किने ठाउँमा छौँ है। र मैले यो भनेको मेरो व्यक्तिगत नलेजको हिसाबमा भने हो, मेरो आधारमा बाई सेल नगर्नु होला, सेयर बजार जोखिमको क्षेत्र हो, आफ्नै स्वविवेकले लगानी गर्नुहोला। अब हामी जाउँ सेक्टर वाइजमा जान्छौँ भने ब्याङ्किङ हेरिसक्यौँ। होटेल आज 4.70% हामीले वृद्धि देख्न सक्छौँ। माइक्रो फाइनेन्स पनि हाम्रो बढेको छ। माइक्रो फाइनेन्समा नि वृद्धि छ। आज गिरावट हुनेमा चाहिँ हाम्रो फाइनेन्स रहेको छ, फाइनेन्स। तर फाइनेन्समा चाहिँ हामीले हेर्न पर्ने छ है, गिरावट हुँदै गर्दाखेरि यो सपोर्टबाट ब्रेकडाउन नभइन्जेल चाहिँ यो खरिद अवसरै हुन्छ है, किनकि यहाँ एउटा रेक्टेङ्गल प्याटर्न जस्तो बनेका छ। हामीले देख्न सक्छौँ यो मार्केट बढेपछि त बढिहाल्यो नि, फेरि बढेपछि त कहाँ कहाँ जान्छ, किन्नै दिँदैन, त्यही भएर घट्या बेलै हो किन्ने। हाइड्रो पावर हेर्छौँ भने घट्या बेला किन्ने भनेर फेरि हाइड्रो पावरमा किन्ने सेटअप छैन है आज। अहिले बेचेर भाग्ने र 2-4 दिनपछि घटेर त्यही स्टक सस्तोमा किन्न पाइन्छ 5-7%। म्यानुफ्याक्चरिङमा जुन हिजोको वृद्धि थियो त्यो आजै चाहिँ इन्भ्यालिड जस्तो माथिको हायर प्राइस रेजेक्सन टाइपको क्यान्डल बनेको छ। यसले चाहिँ हिजोको वृद्धि टिक्न सकेन है भन्ने इन्डिकेसन दिएको छ। इन्भेस्टमेन्टमा हेर्छौँ भने यो लोवर रेन्जमा यो अब माथि हामी हायर प्राइस रेजेक्ट भन्थ्यौँ, यो चाहिँ बढ्न कोसिस गरिरहेको हो कि भन्ने हामीले सङ्केत पाउन सक्छौँ। त्यसै गरी ट्रेडिङमा आज धेरै फ्लक्चुएसन भयो, बिबिसीलाई एकपालि त सर्किटै लगाए जस्तो भयो, पछि घट्यो, त्यसले चाहिँ ओभरअल मार्केटलाई नै हाम्रो बिगार्छ कि बिबिसीले। अब यस्तो भयो, अब बिबिसी के भन्ने यसमा, अब धेरै चलखेल हुन्छ यसको बारेमा, केही नबोलेकै ठिक होला। लाइफ इन्सुरेन्स हेर्छौँ भने जुन यो सपोर्ट थियो सपोर्टलाई ब्रेकडाउन गरेर आछ, अहिलेको लागि सपोर्ट चाहिँ यही क्यान्डलै हुन्छ। यो ब्रेकडाउन हुन्छ भने सरी लगभग लगभग यो रेन्जमा हुनसक्छ, र यदि यो पनि ब्रेकडाउन हुन्छ भने चाहिँ हाम्रो यो, तर मलाई जहाँसम्म लाग्छ मेरो अनुभवले चाहिँ अब धेरै नघट्ला, यही नै हो। लगभग लगभग हामीले किन्दै जाँदा पार्सियली 30% 20% इन्जेक्ट गर्दै जाँदाखेरि चाहिँ माइक्रो फाइनेन्समा लङ रनमा पैसा कमाउन सकिन्छ। अहिलेको लागि हाम्रो हालको टार्गेट 13,650 जति रहेको छ है माइक्रो फाइनेन्समा। विकास ब्याङ्कमा चाहिँ आज स्लाइटली वृद्धि भएको छ 0.29%ले, र विकास ब्याङ्क चाहिँ माथि माथि सस्टेन भएको छ, र यसमा कहीँ यस्ता एक्जिक्युटहरू छन् जुन हाइली म्यानिपुलेटेड छन् ओपरेटरहरूद्वारा, त्यसमा चाहिँ हामी अलिकति सावधान हुनुपर्छ, बेच्नको लागि उनीहरू जे पनि भन्छ। र अरू बढ्न नसकेका अलिकति मिड क्याप हाई क्यापहरूमा चाहिँ हामीले यो ट्रेन्ड लाइनको सपोर्टको नजिकै आउँदाखेरि
खरिदको लागि हामीले हेर्न सक्छौँ है। विकास ब्याङ्क अल गुड, त्यस्तो खासै नेगेटिभ छैन। अब जाउँ हामी केही स्क्रिप्टहरूको बारेमा एनालाइसिस गर्न। आज हाम्रो होटेल सेक्टरबाट बढेको सोल्टी होटेलको बारेमा एनालाइसिस गर्नेछु। सोल्टी होटल हेर्छौँ भने आज 579, लगभग 600मा क्लोज भएको छ। यो चाहिँ अल टाइम हाईमा छ है। एकदम राम्रो बुलिस क्यान्डल र भोल्युम पनि बढ्या हुनाले, आरएसआई पनि ट्रेन्डिङ जोनमा भएको हुनाले, म्याकडी पनि बाई सिग्नल आउन लागेको हुनाले यो बढेर माथि जान सक्ने सम्भावना हामीले देख्न सक्छौँ। र जुन यहाँनिर यो कन्सोलिडेट भयो र जुन यो यहाँनिर कन्सोलिडेट भयो, यो एकुमुलेसन नभई डिस्ट्रिब्युसन नभई एकुमुलेसन हो कि भन्ने चाहिँ अवस्थामा हामी पुग्न, त्यसरी आकलन गर्ने बेला अहिले भएको छ। यसरी हामीले पार्सियल्ली आफ्नो रिस्क लिएर रिस्क कति वहन गर्न सक्छौँ त्यो अनुसार चाहिँ यसमा लगानी गर्न सक्छौँ। अहिलेको लागि अब यस्तै गरी ओएचएलमा जाउँ हामी। ओएचएल ओरिएन्टल होटेल्स लिमिटेडमा जाउँ भने यसमा चाहिँ यो लोवर प्राइसमा नआइकन माथिबाट गएको छ र यसको हाम्रो अहिलेको हालको टार्गेट लगभग करिब करिब 1040 जति रहेको छ अहिले भने 940, मोटामोटी 100 रुपियाँको गेन चाहिँ यसमा इजिली गर्न सक्छौँ। यो ब्रेकडाउन भएपछि चाहिँ फेरि हामीले सेलिङतिर हेर्नुपर्छ। लगभग 870 भन्दा तल जान्छ भने सेलिङको लागि हेर्न सक्छौँ। म्याकडीबाट बाई सिग्नल छ, यो घटेर बाई सिग्नल आएको जस्तो देखिन्छ। म्याकडीबाट हामी पोजिटिभ छौँ, आरएसआईबाट पनि पोजिटिभ छौँ, ओभरअल हेर्दा पोजिटिभै छौँ र जुन आजको होटल सेक्टरको वृद्धि देखियो त्यो हेर्दाखेरि चाहिँ केही माथि जान सक्छ कि भन्ने आकलन गर्न सक्छौँ। अब जाउँ हामी ब्याङ्किङ सेक्टरबाट सिजेडबिआइएल एनालाइसिस गर्न। यो ठ्याक्कै ब्याङ्क जस्तै छ कि यसलाई अलग्गै एनालाइसिस गर्नु पर्दैन। जुन हिसाबको यहाँ वृद्धि देखियो र घट्न खोज्यो घट्यो, तर घट्न सकेन धेरै। यहाँ साइडवेज भयो, योभन्दा तल आउन सकेन र आजको वृद्धि भयो। यसले चाहिँ के भन्छ भन्दाखेरि अब यो मुनिको फेद चाहिँ माथि सिफ्ट भएको हो कि भन्ने चाहिँ जनाउँछ। अहिलेको लागि हाम्रो टार्गेट चाहिँ मोटामोटी यो 228-30 रहेको छ भने यो क्रस हुन्छ भने 265 हाम्रो टार्गेट हुनसक्छ है। ब्याङ्किङ चाहिँ लङ टर्म इन्भेस्टमेन्टको लागि चाहिँ अत्याधिक राम्रो हुन्छ, किनकि यो डिभिडेन्ड क्यापेसिटीहरूबाट पनि एकदम हाई छन् भने एकदम राम्रो योग्य छन् र फस्ने सम्भावना कम र ना बढ्दा पनि कम बढ्ने, घट्दा पनि कम घट्ने प्रकृतिका हुन्छन् ब्याङ्किङ सेक्टरका स्टकहरू। यसमा नि हामीले लङ टर्म इन्भेस्टमेन्टका लागि भने इन्भेस्ट गर्न सक्छौँ र अहिले इन्भेस्ट गर्ने हो भने यो जुन साउनमा बढ्छ हाम्रो मार्केट हरेक साल, त्यसमा चाहिँ लगभग करिब 20% जतिको चाहिँ हामीले यसमा लाभ गर्न सक्छौँ। तर मैले यति भन्दै गर्दा मेरो यस भिडियोको आधारमा कुनै पनि बाई सेल डिसिसन नलिनु होला। बाई सेल डिसिसन लिनु अघि तपाईँको आफ्नो स्वविवेकको प्रयोग गर्नुहोला भन्न म चाहन्छु। र आज यति भन्दै आजको यस भिडियोबाट म बिदा हुन चाहन्छु। यदि तपाईँको मनमा कुनै जिज्ञासा भएमा यस भिडियोमा कमेन्ट गर्नुहोला। म आगामी भिडियोमा तपाईँहरू सामुन्ने यस स्क्रिप्टको बारेमा एनालाइसिस लिएर उपस्थित हुनेछु। आजको लागि धन्यवाद। हजुरको दिन सुख रहोस्। ट्रेडिङबाट सबैले पैसा कमाउनुहोला।